हेलो एभ्रिवान, आज म तपाईहरुलाई के देखाउँदैछु भने नि यो चाहिँ मेरो हस्बेन्डले राजस्थानबाट ल्याइदिनु भएको ज्वेलरी बक्स हो। यो पनि यो चाहिँ हात्तीको दाँतको यो पनि हो। हात्तीको दाँतको भन्छ तर अब ओरिजिनल हो कि हैन त्यो चाहिँ मलाई थाहा छैन है। अब यो भित्र चाहिँ के छ भने चाहिँ यो जन्तर छ। यो चाहिँ तर यो जन्तर गोल्ड सुनको चाहिँ हैन हो। यो रहेछ राईको मैले धेरैमा हेरेको यो स्टार। यो चाहिँ पहिला पाथिभरा देवीमा जाँदाखेरि मन्दिर जाँदा किनेको हो। यो चाहिँ सानो यो रहेछ हुन्छ रुद्रको माला। अब यहाँ त अब के छ है। यो चाहिँ के रहेछ मेरो मोतीको माला। माला यो चाहिँ मलाई मेरै हाम्रो सानो बाबाको बहिनी फुपूले ल्याइदिनु भएको पहिला विराटनगरबाट। तर चुट्टिएछ है, चुट्टिराखेको छ र चाहिँ यहाँ राखेको छु। यो छ। यो भित्र चाहिँ के छ, यो भित्र चाहिँ मेरो अति नै बहुमूल्य चिज हो। यो मेरो मङ्गलसूत्र। यो चाहिँ उता गान्तोकमा हुँदाखेरि बनाएको। अब यहाँ त अरू केही छैन।